भ्रष्टाचार किन भइरहेको छ भन्दाखेरि पब्लिक नै भ्रष्ट छ क्या। भ्रष्टाचार गर्नुपर्छ भन्ने मेन्टालिटी छ, सोचाइ नै भ्रष्ट छ होइन। 6000 पर्ने प्लेनको भाडा 12000 किन पुग्यो दसैँको बेला भन्दा ठग्नुपर्छ है, यतिखेरै हो मौकामा चौका हान्ने भन्ने छ कि छैन है। 1000 पर्ने गाडीको टिकट 1500 किन पुग्यो, 500 रुपियाँ चाहिँ किन कालाबजारी गरेको भन्दा यही हो मौका, यतिखेर चौका हान्नुपर्छ भन्ने जुन छ त्यो चाहिँ बेसिक नर्म्स हो क्या हाम्रो नेपाली समाजको। त्यो बेसिक नर्म्सलाई रूपान्तरण नगरिकन भ्रष्टाचारको अन्त्य हुँदैन। किन हुँदैन भन्दाखेरि समाजमा जबसम्म व्याप्त भ्रष्ट मनोवृत्तिलाई चेन्ज गर्दैनौँ नि होइन, एउटा गफ गरेर खाने नेपालीलाई काम गरेर खाने नेपाली जबसम्म हामी बनाउँदैनौँ तबसम्म भ्रष्टाचार भइ नै रहन्छ। हामी जुन छ हामी देश बनाउने मान्छेहरू हामी एक ठाउँमा आउनै पर्छ, आउँछौँ होइन। जसलाई देश चाहिएको छ त्यो आउँछ, देश चाहिएको छैन भनेदेखि त जबरजस्ती गर्ने कुरो पनि भएन। भोलि अर्को देशको झन्डा यही भूमिमा फहराइराखेको होइन त्यो दिनहरू हामीले देख्न नपरोस्, म चाहिँ जिउँदो हुँदा देख्न नपरोस् एटलिस्ट। हजुर यो फागुन 21 गतेको जो चुनाव हुँदैछ नि त्यसमा तपाईँले मेयर पदबाट राजीनामा दिएर चुनाव उठ्नुहुन्छ? यस्तो छ त्यो अब तपाईँको चाहिँ नि चुनावमा उठ्नको लागि त पहिला मैले त्यो त उतै गर्नै पर्छ होला होइन। त्यो नगरिकन दुइटै त हुँदैन, दुईवटा हातमा लड्डु त हुँदैन। दुईवटा बाइक एकैचोटि कुदाएको त मैले देखेको छुइनँ सर्कसमा बाहेक। सर्कसमा पो सक्दैन होला त्यस्तो देखाएको छौँ कहीँ कतै गिनिज बुकमा छ। समानुपातिकमा को बस्छ हौ, हर्क साम्बाङ जस्तो मान्छे समानुपातिकमा बस्छ। म जुनसुकै नेतालाई पनि हराइदिन्छु उसको चुनाव के अरे क्षेत्रमा भनेर भन्नु अरे क्या फेरि। त्यसले गर्दाखेरि समानुपातिकमा बस्ने भन्ने कुरा एक थरीकोले चाहिँ तपाईँले कम्फर्ट जोन रोज्नुहुन्छ मेयर पद। कम्फर्ट जोन बसेर मेयर पद कम्फर्ट जोन म किन होइन, कम्फर्ट जोन मैले किन रोज्दिनँ म। कम्फर्ट मलाई चाहिने भने तपाईँको छैन। मैले बारम्बार भन्दै गरेको कुरा के छ भने यो देशमा सबभन्दा अप्ठ्यारो र गाह्रो काम गर्न आएको मान्छेहरूको छ। त्यही भएर देश जलिराखेको बेला यो देशको नेतृत्व लिन्छु भनेर साहस गरेर आएको मान्छे मै मात्रै हो, अरू कोही होइन। र पछि गएर के भयो, जेन्जीमा फ्रेक्सन आयो, कसको जेन्जी फेरि खालको जेन्जी रहेछ, एक खालको जेन्जीले चिठा पायो त्यो चिज हो कि। त्यसले गर्दा सहजताको कुरा नगर्नुहोस्। यो देशमा सबभन्दा गाह्रो अप्ठ्यारो र असम्भव प्राय लाग्ने काम मलाई दिनु। धरानलाई मात्रै बचाइराखेर धरानलाई मात्रै बनाइराखेर हुँदैन, देशलाई नै बचाउनुपर्छ बनाउनुपर्छ भन्ने छ।